हामी अहिले चाहिँ हामी पुलिसवाला जानु लागेको मेरो तपाईँहरू सन्चै हुनुहुन्छ होला हामी पनि सन्चै छौँ भन्दै अब चाहिँ हामी लाग्दैछौँ ट्रेन स्टेसन। तपाईँहरूले सब्सक्राइब गरिदिनु होला, लाइक पनि गरिदिनु होला, बेल आइकन पनि है त। अब चाहिँ हामी पुग्न लागेको ट्रेन स्टेसन। यस्तो छ बिहानको सिन रमणीय। यहाँ चाहिँ पार्क भरे फर्किँदा भए चाहिँ हुन्थ्यो। जाँदै गर्दा त नि कहाँ भएन नि त, झोलामै बोकेर होइन। स्टेसन चाहिँ त्यो परको है। मेरो साथीहरू छन् अगाडि हिँड्दैछन्। ट्रेन स्टेसन आइसकेको अवस्था छ। यस्तो छ यति साथी हो ट्रेन। के हो रवि दाइ जस्तै छ त नि, अघि आयो क्या हो? टिकट काट्न आएको हो क्या? ए आज जाने दिन? ए आज जाने दिन हो? ल है त अब उसो भए त अहिले हामी आइपुग्यौँ ट्रेन स्टेसन। है त साथीहरू, साथ दिन नछोड्नु होला साथीहरू। लगाएर हामी चाहिँ के अरे अहिले त राम्रो बनाएछ, पहिलेभन्दा निकै नै राम्रो बनाएको छ अहिले चाहिँ ट्रेन स्टेसन। पहिला यहाँ पारी मात्रै थियो भने अहिले यहाँ बिच बिचमा पनि बनाएको छ र यतापट्टि बनाएको छ। अहिले चाहिँ साथीहरू ल अझै साथीहरू नेपाल जानु लाग्यो, सँगै आएको। अब उनीहरू हिँडे। साथीहरूलाई शुभ यात्रा, राम्ररी जानु होला, नेपालको बसाइ राम्रो होस्। अनि हामी चाहिँ यहीँ छौँ। ट्रेनमा चढिसकेको अवस्था कता हो? टोइलेट लगेको हामीलाई। ट्रेन हिँड्यो अब है। तर यहाँ चाहिँ पुरै राख्दो रहेछ साथी, हेर्नु होला। यसरी डल्लो पारेर राखेको हुन्छ। पर देख्दै रहन्छ साथीहरू एकदम।
डामर अझ बनाइराखेको छ ट्रेनको बाटो। सबै कुरा बिचाइराखेको छ। ट्रेनको मुनि राख्ने त्यो स्ट्यान्ड भन्छ के भन्छ होला एकदम बबाल छ। परेवा काग उडिरहेछ पुरै सरर हो। भेडाहरूलाई हेर्नुहोस् त साथीहरू। यसलाई नेपाली भन्दा कस्तो होला? नेपाली भेडा नेपालमा जस्तै छ, नेपालको जस्तै छ है। भेडा टन्नै हुन्छ यहाँ पनि। अर्ग्यानिक हो यो चाहिँ। मकै सुकेर पुरै डस्ट मकै टिप्ने बेला भयो टिपेको छैन। जेन्जी नभ्याएर हो यो। जेन्जी ग्रुप नभ्याएर चाहिँ त्यस्तो अवस्थामा छ अहिले। मकै टिपेर हो कि बाँझै राखेको छ नि? त्यो बाँझै छ, पुरै झापा जस्तै छ है यो ठाउँ। झापा को पुगेको छैन? म पुगेको छैन। झापामा यस्तैसम्म हुन्छ एकदम पर हेरिन्जेलसम्म जहाँसम्म। डाँडा चाहिँ कत्रा लाग्यो कि पहाड त धेरै पर छ। धेरै पर त राम्रो देखेको छ कि धेरै सम्मबाट पर पहाड देखेको। पहाड पनि धेरै अल्गो होइन हो चाहिँ पहाडहरू राम्रो देखेको छ चट्ट। यस्तो ठाउँ चाहिँ बस्नको लायक के एकदम राम्रो ठाउँ। बस्न चाहिँ धेरै यो गाउँ काटेर छोडेको जग्गा रहेछ। यसमा के खेती पाउँछ? आज चाहिँ हामी डल्लो खिचाउ बाजा। मकै चाहिँ जोड पाकेर खम्कड भएर मात्रै टिप्ने क्या एकैचोटि? एकैचोटि मेसिनले टिप्ने रहेछ। मकै पाकेर एकदम पुरा सुकिरहेको छ साथीहरू। युरोप यस्तो छ। अहिले चाहिँ हामी तिमी छोरा जाँदै गरेको थियो साथी। एकदम ट्रेन स्टेसनहरू चाहिँ अझै पनि मर्मत भइरहेछ, बनिरहेको छ।
उता चाहिँ कहाँ हो सर? रुलिस मल भनेको कहाँ हो? के मल? रुलिस कि के अरे? ए त्यो हामी जाने उसमा लुलिस के हो? होइन जहाँ पनि आउँछ म गइहाल्छु नत्र के टेन्सन छैन। कुन मल अरे? तपाईँहरू जाने त्यही लुलिस मल कि के हो? युलेस युलिस लुलिस त्यहाँ काम गर्छ होइन काम त त्यो त्यहीँ अस्तिको गएको दाइ त्यही मल हो त युलेस? हामी गएको अँ हो जस्तो छ होइन जस्तो लाग्यो। हो त्यही हो के को थियो नाम मैले अस्ति सर्च गरेर यहाँ पनि बनाएको यहाँ ट्रेन स्टेसन भएछ है हो जस्तो लागेको छ त्यही हो जस्तो लाग्यो अब रहेछ यहाँ पुरै बनाइराखेको छ ट्रेन स्टेसन आइपुग्यो त्यहाँको लोकेसनै छैन यहाँ के भनेर सर्च गरेर यहाँ पुरै मर्मत भइरहेको छ रहेछ दाइ रहेछ लोकेसन चाहिँ तर अब कहाँ 6 बजेको छैन नि भाइ 4 बजे 4 बजे के 2 बजे छ 4 बजे त्यसपछि डाइरेक्ट 7 बजे 8 बजे छ 9 बजे 10 बजे 10 बजे अनि 11 बजे 10:30 हामी त 4 बजेकोमा आउनुपर्ने हो त है 4 बजे 7 बजे भइहाल्छ त 10 बजे पुगिन्छ 9 बजे खाने 10 बजे छ 4 बजेसम्म त घुमिहाल्छ अलिक फर्स्ट गर्नुपर्छ 26 ल्याउको रहेछ त नयाँ छ अहिले त अनि त्यही भएर एकदिन अगाडि काट्नु हामी चाहिँ लग्यो है तिमी छोरालाई साथी हो हेर्नुहोस् त तिमी छोरा जानेपछि रमनियाको सिन यस्तो चाहिँ मकै पाक्दैछ मकै पाकिसक्यो पाकेर पनि सुकिसक्यो यहाँ सुकिसक्यो रमनिया घरहरू रमनियाको घर कति ढुङ्गा बगाल भ्यू दिँदो रहेछ है भ्यू त है आउँछ भाइ डाल्दैन हाल्दैन भ्यू चाहिँ बगाल दिने रहेछ यार खतरा ढुङ्गाहरू थुपारेर बनाएर चाहिँ लिक्ने यार दामी छ हालिँदैन नि यसरी हुन्छ क्या दामी भ्यू चाहिँ बगाल आउने रहेछ यार सम्के है हावा चलिरहेको छ बेसरी दामी हावा चलेको नि त्यो त बाहिर नेट मारी त केही हुँदैन भने भाइ केही हुँदैन मार्दा हुन्छ लाइभ होइन नि लाइभ होइन यहाँ फोटो खिच्नुपर्छ अब यहाँ लिएर आउनु सुल्डी यहाँ आउनु फोटो खिच्नु पऱ्यो यहाँ भाइ लिएर आउने हावाले उडाइदिएर बिगार्छु नि। हाम्रो मोसा भाइ उहाँ हुनुहुन्छ काठमाडौँबाट र अनि यता हुनुहुन्छ हाम्रो दाइ शान्त दाइ हुनुहुन्छ गोले दाइ सिन्धुलीबाट हुनुहुन्छ कहाँनिर तपाईँको सिन्धुली मरि एकदम तर प्राय गोले दाइ भनेर चाहिँ सबैले चिन्नुहुन्छ है यता हाम्रो भाइ नवीन भाइ तपाईँ कताबाट भोजपुरबाट भोजपुरबाट है ओके अब हामी यतातिर जाँदैछौँ हाम्रो भरत दाइ तामाङ उहाँ चाहिँ धरानबाट हुनुहुन्छ धरानबाट हुनुहुन्छ एकदम राम्रो सिन देखिरहेछ नेपाली पाएको छ आज कति कति यो 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 जेन्जी जेन्जी ऐनामा बबाल देखिरहेछ है उहाँको त फोटो मेरो पनि देखाइदियो हल्का
है म भिडियो गरिरहेको छु है साथी हो त्यो यहाँबाट यस्तो खिच त है फोटो फोटो एकैछिन है ल मिल्दैन त त्यसलाई अड्काउनु मिल्छ यता चाहिँ हाम्रो राई मान इलामबाट हुनुहुन्छ अब सरर आयो यता है गाइड साथीहरू दामी भइरहेको छ अहिले हामी तिमी छोरा जाने ठाउँमा हो जाउँ जाउँ न है हामी केही छिन भेट्छौँ फेरि ल साथीहरू अब हामी चाहिँ आइपुग्यौँ है तिमीसरा बजार कहाँ ए त्यहाँ दिँदैन रहेछ खाने कि सेन्टर पार्कमा हामी यता आइदिउँ त्यस्तै अगाडि चिसो तिमीको नेपाली नै हामी यस्तो चाहेको बेला चाहिँ चल्दैन यार सेन्टर पार्क पानी खेल्नु नराम्रो छ है हाई गरेर मेरै लोन दिएको मैले तिमीसरा आइपुग्यो है साथीहरू तिमीसरा बास्केटबल पनि रहेछ यो मास्टर कार्ड स्कुलमै रहेछ स्कुल रहेछ तिमीसँग मान्छे छैन यत्रो सन्डे हो नि त मेरो घर सब रुममा ल्याङल्याङ हाँस्दै बसिरहेको आज त यिनीहरूको रुममा हो नि त पानी पर्नु लाग्यो यस्तो जाडो मौसममा तातो के घर हो यस्तो चाहिँ यो चाहिँ यार ट्रेन कुदिरहेछ यहाँ अब जाने भए जाऊ माया यसरी न त सता हो तिम्रो त चाल देखेर हामी आइपुग्यौँ लिफ्ट हुन्छ नि अनि यस्तोमा त लिफ्ट हुन्छ लिफ्ट छ त नि भित्रबाट हुन्छ नि त अनि बाहिरबाट देख्छ तिमीले त्यो माथि माथि हुन्छ देखाउ त भाइ ऊ यता ऊ यहाँ माथि ऊ माथि डब्बाभित्र ए डब्बामा मान्छे प्रायः एसी सेसी जडा हुन्छ हौ त्यहाँ लिफ्ट हुँदैन चढेर जानु पऱ्यो ट्रेन ए क्रेन भन्छ नि यसलाई हेर्नुहोस् त त्यहाँ माथि मान्छे बस्छ क्रेन माथि मान्छे जो बस्छ त्यहाँनिर सेन्टर पार्क उयसमा चाहिँ मान्छे हुँदैन दाइ उयसमा यस्तोमा चाहिँ मान्छे हुँदैन क्या अघि त बकेट थियो है त्यहाँनिर खै अब फर्स्टचोटि आइएको छ केही पो थाहा छैन त ट्रेनमा मान्छे बस्ने नबस्ने
अपार्टमेन्ट महँगो अपार्टमेन्टहरू विदेश जस्तै लाग्यो अहिले आएर चाहिँ होइन यहाँ बल्ल विदेश जस्तो भयो साथी हो तिमी छोरा आइपुग्यो अगाडि पछाडि हुने रहेछ है आइपुग्यो ठाउँमा भिडियो चाहिँ जस लामो हुने भयो ट्रेन स्टेसन साथी हो गाइस कस्तो लागिरहेछ कमेन्ट गर्नु होला तिमी छोराको अहिले उमा स्टेसनमा आइपुगेका छौँ हामी तर 6 महिनामा थाहा भइहाल्छ है कसले के गर्यो 6 महिनामा 5 वर्षको लागि भए पनि राम्रो काम गरिहाल्छ हैन 6 महिनामा अब त्यो बढेको संसद भवनहरूलाई सबलाई भत्काएर श्रमदानमै बनाइन्छ त्यसले सब बनाइन्छ हामी आइपुग्यौँ तिमी छोराको ट्रेन स्टेसनमा अहिले चाहिँ ल हेर्नुहोस् अब हामी कहाँ जानेवाला छौँ भन्ने हेर्दै जानु होला साथीहरू र मेरो भिडियोलाई कस्तो लाग्छ सेयर गरिदिनु कमेन्ट गरिदिनुहोस् अनि सेयर गरिदिनुहोस् युट्युबलाई सब्सक्राइब पनि गरिदिनु होला मेरो जेबी चाम्लिङ युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला र यस्तै नयाँ नयाँ भिडियो हेर्न चाहनुहुन्छ भने बेल आइकनलाई पनि हिल्डिङ गरेर बजाइदिनु होला है त कहाँ जान्छौँ त्यहीँ हामी गर्नेछौँ अहिले चाहिँ हामी तिमी छोराबाट चाहिँ हामी अब एउटा नेपाली मार्केट जान लागिरहेको छौँ ल साथीहरू अब हामी चाहिँ ट्रेन स्टेसनबाट निस्किन लागेको छौँ भरे हामी जाने अब ट्रेन चाहिँ थाहा भएन कुन चाहिँ हो यो रातो हुनसक्छ यो रातो हुनसक्छ है यो अनि हामी अहिले यता छिर्यौँ भरे काट्दा पनि हुन्छ होला के लाग्छ सिधै निस्किन्छौँ डाइरेक्ट निस्किने होला नि त है हामी ए यहाँ त निक्लिने ठाउँ रहेनछ त निस्किने हो कि टिकट काट्नु निस्किनु उता हो टिकट त भरे होला अब यो फेरि कहाँ त्यता बन्द रहेछ अब यताबाट हामी निस्किँदैछौँ पुरा पानी परेको थियो अहिले अघि अहिले रहेको छ ल हामी चाहिँ अहिले तिमी छोरा यो ट्रेन स्टेसनबाट निस्किसकेको छौँ हामी केही समयपछि फेरि यो पार्कमा जानेछौँ त्यस पछाडि फेरि हामी भेटौँला है धन्यवाद
सो अहिले हामी चाहिँ मार्केटतिर छिरेको छौँ। के किन्ने के लाने? चिसो छैन है? यता पर छ त चिसो त। यिनीहरू होइन नि? यहाँ छ त नि। छ त चिसो छ। यो फ्रिजमा छ त। यो यहाँ फ्रिजमै छ। उ चाहिँ छैन। माउन्टेन ड्यू चाहिँ छैन। ए माउन्टेन ड्यू चाहिँ छैन। यो चाहिँ छैन के? ड्यू चाहिँ छैन भन्नुभयो? कोका कोला छ, फेन्टा। चिसो छैन नि त। ल हेर्नुहोस् त साथीहरू, इनर्जी ड्रिङ्क खतरा छ। अब हामी लाग्दैछौँ यहाँबाट यतातर्फ। भाइ ल है त साइबा, मेरो सब्सक्राइब केही भन्नु छ भनिदिनु त। ल आज हामी आएको छु सन्डेमा तिमसोरा घुम्नु। नेपाली पसल गएर सामानहरू पनि लिनु छ अनि मलतिर जानु छ। सेन्टर पार्क। ल साथीहरू, अब हामी चाहिँ यस्तो राम्रो सिन आउँछ कि यस्तो राम्रो आउँछ कि यति बेला चाहिँ सबै रुखपातहरू हरियो हुन्छ यहाँ चाहिँ। त्यही भएर निकै रमाइलो देखिन्छ, हरियाली देखिन्छ। र अब सेम नेपाल जस्तै हो। नेपालमा पनि अब चैत वैशाखतिर पुरै जिरो हुन्छ, सिक्रै हुन्छ, पातहरू पुरै झरेर मरेको जस्तो देखिन्छ। तर यहाँ चाहिँ एकदम पुरै मरेको जस्तै, सिक्रै पुरै मरेकै देखिन्छ। तर नेपालमा चाहिँ जति चैत वैशाखमा पनि हुन्छ नि अब हरियै हुन्छ। जस नेपालमा त अब 12 मासै हरियो हुन्छ। कुनै अब रुख मात्रै हो सिक्रै हुने भनेको, प्राय हरियै हुन्छ। यहाँ चाहिँ कुनै पनि हरियो चाहिँ हुँदैन कि चैत वैशाखमा चाहिँ एकदम। यहाँ चाहिँ एकदम नियमपूर्वक हुन्छ। यसरी ट्राफिक लाइट बलिसकेपछि जोइ कहिले पनि गाडी रोक्छन्। हाम्रो नेपालमा चाहिँ रोक्ने कुरो हुँदैन, रोक्दैन पनि। र नेपालमा पनि नियम पालना गरेर चलाएको भए सायद त्यस्तो एक्सिडेन्टहरू दुर्घटनाहरू हुँदैन थियो होला। धेरै कम हुन्थ्यो दुर्घटना हुनबाट। तर अब ट्राफिक लाइट रेड बोलिरहँदा पनि हुइकै हुन्छन्। कहाँबाट नि त्यसमा लाग्ने त हो। जेब्रा क्रेसिङमा मान्छे हिँड्दाखेरि बङ्ग हान्ने कुद्ने त्यही त छ नि। ट्रेन यसरी कुद्दैछ, बस होला यो त है। फन्टिनको ट्रेन रेल हो है त, कोइलाले चल्ने। अहिले एकदम दामी तरिकाले सजाएर राखेको रहेछ। मुनि हेर्नु सक्नुहुन्छ, त्यो सेतो चाहिँ पुरै क्रस भएर घुम्छ। कोइलाले चल्ने ट्रेन यो। अनि अब हामी चाहिँ सेन्टर पार्कतर्फ लाग्यौँ। सेन्टर पार्क हेर्नुहोस्, यस्तो दामी छ, यस्तो राम्रो छ। वाह, कति राम्रो। यहाँ चाहिँ हामी खाजा खान्छौँ। मलाई अब त्यति बोल्न पनि आउँदैन।
बस्ने ठाउँहरू यस्तो दामी छ चडक्क है। टोलीहरू बबाल देखिरहेछ। नमायाको साथमा आइपुगे तिम्रो साथैमा घुमे घुमे नाचिने फेवातलैमा अहिले निकै राम्रो बनाएछ यो पार्क पनि पहिला भन्दा धेरै राम्रो छ। कहाँनिर दाइ? ए यहाँ रहेछ त अघि पछि तर भिजेको होला। ए ऊ पर ल हाम्रो लोकेसन त्यहाँ हो। उयो छ त बस्ने ठाउँ छ। यहाँ बसेर खाऊ पर्दैन पानी। अब हामी चाहिँ यहाँ बस्छौँ। उता चाहिँ भिजेको छैन कि त्यहाँ पर जाउँ न त नभए त्यहाँ छ भने त छोट ल कति खाली खाली नि अन्त होइन। केटी हो बस्ने ठाउँ छैन। ओ लो मेरो राम्रो आइरहेछ भिडियो। ओ साइबा कस्तो देख्दैछौ? दामी दामी राम्रो आइरहेछ मेरो। म त आधी मात्रै देख्दैछु होला नि फेरि। सो ल अब हाम्रो पार्क चाहिँ यही है, टक्क बस्ने खाने। ल भोक लाग्यो अरे साथीहरूलाई, हङ्ग्री गाइजहरूलाई। मसँग पो छ त खाजा त साथी। आइया लो हामी चाहिँ खाजा बोकेर ल्याएको छौँ भाइ सबै सुत्ने। यहाँ त फेरि भरे त आउँदैनौँ न त हामी त साथी हो। एकचोटि भ्यू देखेर त सररररर है। यतिको पार्क चाहिँ हुनु पर्यो क्या ल, एकदम राम्रो छ। अहिले हामी मार्केटमा भेट्छौँ। आजको राइट हाम्रो घुमघाममा ल माया चाहिँ ह्याप्पी सन्डे। ह्याप्पी सन्डे। बाल दिवसको दिन यहाँबाट
योन्जन तामाङ यहाँ चाहिँ एकदम कस्तो छ के डाउ मैले बनाएको एकदम चर्चित नाम चाहिँ तामाङ भनेर चिन्छ है धराने डन भन्छ कसैले एकदम दामी चाहिँ कति कलरको छ भाउजूले खिलाउ गले दाइ कस्तो लाग्यो तपाईँलाई यस्तो चाहिँ बुढीलाई खुवाउनु हुँदैन यार पल्केर सधैँ बना भन्छ अनि यता हाम्रो भाइ एकदम दामी छ दाजु यार तपाईँहरूसँग घुम्नु पाइयो र एकदम रमाइलो भयो ब्राभो 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 फाटे पनि मुचुमे एकदम यो धरानको डिजाइनमा बनाएको छ रोमान्यमा एकदम दामी छ एकदम टेस्टी हो होटेलमा पनि यतिको टेस्टी हुँदैन त अब यहाँको लगानीले गरेर एउटा धरानमा चाहिँ दाइले एउटा होटेल खोले हुन्छ फेरि कुकम्यानको लागि उहाँ पर हो तेस्रो नम्बर राउन्डमा हुनुहुन्छ है कुकले हिजो चाहिँ तास खेलेर बितायो कुकुम्यानले कता केही रात गरी सुतेन होइन फल्दा बनाउनु मान्ने भयो त हिजो चाहिँ 100 रुपियाँ त्यो राजु दाईको आधा गरिदिएको 50 रुपियाँ जस्तो होटेलको म पनि आएको छु है त्यही हो 50 रुपियाँ फेरि राजु माथि चढाएको 50 रुपियाँ ब्रेडको पनि यस्तो मिठो आइटम बनेर छ त यार सोचेको थिएन हो ब्रेडको धेरै आइटम बन्छ हो ब्रेड खामै ए यो त्यो सुगन्धरले फेरि यस्तो दामी कलर बनाइदिएको छ हत्रा दामी कलर छ चुक्सले म बिहान नास्तामा यही ब्रेड अमलेट ब्रेड दुईटा खाए चारजना पेट भयो यहाँ चाहिँ यस्तो छाजन बनाएको छ यो के को छाजन थाहा छैन है काठको यस्तो राम्रो बनाएको छ साथी हो गोठ बस्ने ठाउँ पार्टी कलर गरेर एकदम दामी बनाएको छ टक्क पानी पर्दा पनि केही नहुने यस्तरी 12 बजीको घन्टी बजिराखेको छ यति बेला बल म्याच गरेको छ क्या बान्दा अहिले चाहिँ दामी सुहाएको छ पहिला अलिक छोटो हुँदा चाहिँ अलिक छोटो हुँदा सुहाउँदैन लामो दामी सुहाउँछ क्या मैले पालेको नि कपाल यति लामो थियो काटेको पहिले हतार देखिरहेको यहीँ लाग्दैछौँ सपिङ मार्फत अझै निस्किसकेका छौँ यति बेला हामी अब जा रहे हो क्या यहाँ देखो यस्तो राम्रो छ रमाइलो छ धेरै किसिमका यो शालिगहरू राखेको छ पहिलाको अभी बात नहीं किया है यहाँको जाके देखो बॉर्डर खुला है कि नहीं खुला है
साथीहरू पर कटिसक्यो। यहाँ चर्च हेर्नुहोस् यस्तो ठुलो छ। बब्बाल छ यो चर्च। हामी यता आइसकेका छौँ। यहाँ मामाहरू भेटेको रहेछ है। पुलिसहरू छन्। यो चाहिँ यो टाइम सकिन लाग्यो त है। ओहो डिस्टर्ब गर्ने बेला हो क्या। यहाँ त रोक्नै पर्छ। नियम पालना एकदम यहाँ चाहिँ कडा जान्छ फेरि। गाडी बोलाएको छ साथीहरूले। जाने होला खाली झर्नै हिँडेको बत्ती हेर्नुपर्छ। यहाँ त पुरै कडा नियम छ। यहाँ त धेरै फेरि लाइन नहेरी यिनीहरूले फाइन निकै महँगो छ अरे। अहिले चाहिँ हामी एकदम यहाँ ट्राफिक लाइटमा बसिरहेको अवस्था छ। ल अब चाहिँ हामी हिँड्यौँ। हामी कतातर्फ लाग्छौँ। यसो हेर्नुहोस् यस्तो खतरा मलेसिया छ। त्यही हुँदो रहेछ ट्राफिकहरू चाहिँ। अब चाहिँ हामी फर्केको है त साथीहरू रुमतिर। हाम्रो लुगज आइपुग्यो ट्रेन स्टेसनमा। ल साथीहरू सपोर्ट गर्नुहोला मलाई। मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला र मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।